हाम्रो निम्तोलाई सारा लिम्बुवानी जनताहरूको निम्तोलाई तपाईँ हाम्रो पार्टीको निम्तोलाई स्वीकारेर काठमाडौँबाट आउनुभएका नेपालका धेरै एकात्मकवादीहरूको हिजो ज्ञानेन्द्रहरूको बन्दुकलाई आफ्नो कलमले हल्लाइदिनु हुने आदरणीय श्रद्धेय लेखक दाई खगेन्द्र समग्रज्यू र तपाईँ हामी सँगै रहेर सदा एउटा लिम्बुवानी आन्दोलनलाई गति दिनुहुने पत्रकार मित्र दाई भवानी बरालज्यू र तपाईँ हाम्रो साथी तपाईँ हाम्रो दाई संयुक्त राष्ट्रसङ्घसम्म गएर एउटा वकालत गर्न सक्ने हैसियत राख्नुभएका हाम्रा वकिल मित्र लावनीबाट आउनुभएका शङ्कर सुब्बाज्यू किरात याक्थुङ चुन्नुङ जो एउटा हाम्रो एउटा आदरणीय संस्था हो लिम्बुवानको त्यसका उपाध्यक्ष लीला सिंहज्यू लगायत जति पनि हामीले मान्नुपर्ने साथीहरू र यो कार्यक्रमलाई सफल बनाउन लिम्बुवानप्रति आन्दोलनप्रति परिवर्तनप्रति संघीयताप्रति धर्मनिरपेक्षताप्रति एउटा हात उठाएर साथ दिन आउनुभएका तमाम उपस्थित दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र सङ्घीय लिम्बुवान पार्टी नेपालको तर्फबाट सेवारो नमस्ते जय लिम्बुवान सङ्घीय अभिवादन पठाउन चाहन्छु मित्रहरू। मलाई यस्तो लाग्छ आदरणीय लेखक दाजु खगेन्द्र समग्रज्यू कहिले कहिले हामीले एमालेको विरोध गर्दै गर्दा काङ्ग्रेसका खराब चरित्रको विरोध गर्दै गर्दा हामी पनि त्यस्तै एमाले काङ्ग्रेस भइसक्यौँ कि जस्तो मलाई लाग्छ कहिलेकाहीँ। जस्तो एउटा सानो उदाहरण, यत्रो भव्य कार्यक्रम सफल बनाउन सयौं नेता कार्यकर्ताहरूको रगत पसिना बग्यो, मेहनत बग्यो, तर कुनै नेता कार्यकर्ताले जो खट्यो ग्राउन्डमा उसले यहाँ बोल्न पनि पाएन, आसन ग्रहण पनि भएन, कसैले चिनेन पनि उसलाई। अब म यसको प्रमुख अतिथि भएँ। म काठमाडौँमा थिएँ, हिजो बेलुका मात्रै लिम्बुवानमा आइपुगेँ। मलाई कहिले कहिले लाग्ने हामी फेरि सिंहदरबारको विरोध गर्छौँ, हामी फेरि एकात्मकवादीको विरोध गर्छौँ, तर त्यो खट्ने मान्छेहरू, त्यो दुःख गर्ने मान्छेहरूलाई फेरि हामी कहिले कहिले सम्मान नपुर्याउने, सम्मान दिन नसक्ने। कतै हामी अर्को एमाले त भइरहेका छैनौँ, कतै हामी अर्को काङ्ग्रेस त भइरहेका छैनौँ। त्यही देखिएका अनुहार जहिले पनि चिफ गेस्ट भएर आउनुपर्ने मै अध्यक्ष के मभन्दा राम्रो भाषण गर्ने अरू मान्छे छैन। कहिले कहिले यसरी सोच्न मन लाग्छ। र मैले भन्न खोजेको यो कार्यक्रमलाई सफल बनाउन गाउँ गाउँबाट आउनुभएका, गाउँ गाउँबाट खट्नुभएका र लिम्बुवान आन्दोलनलाई सफल बनाउन गाउँको बस्ती बस्तीमा रहेर जो तपाईँ फेसबुकमा लेख्न सक्नुहुन्न, तपाईँको भावना जो तपाईँलाई आएर भाषण गर्न सक्नुहुन्न, तर लिम्बुवानप्रति हामीभन्दा धेरै माया तपाईँको मनमा छ। तपाईँ सबै जनतालाई म सङ्घीय लिम्बुवान पार्टी नेपालको तर्फबाट सलाम गर्न चाहन्छु, जय लिम्बुवान भन्न चाहन्छु। मित्रहरू स्वीकार दिनु। हामीले नचिने पनि, पत्रकारले नचिने पनि तपाईँको यो योगदान, तपाईँको यो मेहनत जो आफ्नो मातृभूमिको लागि लगाइरहनु भएको छ, आफ्नो लिम्बुवानको लागि लगाइरहनु भएको छ, यो देशले, इतिहासले र लिम्बुवानको इतिहासले एक दिन त्यसलाई उच्च मूल्याङ्कन गर्नेछ भन्दै म आफ्नो कुरा अगाडि राख्न चाहन्छु। मित्रहरू मलाई थाहा छ, हामीलाई थाहा छ, वैतरणीमा भइरहेको विशाल आमसभामा सङ्घीय लिम्बुवान पार्टी नेपालको कार्यकर्ता र नेता मात्र छैनौँ। हामी यहाँ धेरै सङ्घीयवादीहरू छौँ, धेरै कोरबाट लिम्बुवानलाई माया गरिरहेका लिम्बुवानवादीहरू छौँ। हामी यहाँ मैले थाहा पाएँ हामी धेरै हजारौँको सङ्ख्यामा हामी धर्मनिरपेक्षतावादीहरू छौँ। तर ती सबैको आज एउटा अभिभावक जस्तो, एउटा मुख्य अभियन्ता सहजकर्ता जस्तो सङ्घीय लिम्बुवान पार्टी बनिरहेको छ। म सबैको उपस्थितिलाई सम्मान गर्छु र म यहाँले भन्न चाहन्छु यो एक्लै एक्लै गरेर जितिने लडाइँ होइन, किनभने शत्रुहरू मिलिसके, अब हामी मित्रहरू पनि मिल्नुपर्छ। यो एउटा भनाइ र आफ्नो समय कुरासँग म अगाडि राख्न चाहन्छु। मित्रहरू आज हामी धनकुटालाई छोडेर तेर्थुम जान चाहन्छौँ, सौफा सभा जान चाहन्छौँ, तर यहाँ केही मान्छेहरू छन् हामी तेर्थुम सौफा
गाडी रिजर्भ गरेको गरेकै। यहाँबाट धनकुटासम्म पुग्नेहरू अघि सिटमा बसिहाल्छन् अनि हामी भोजपुर जानेहरू छोडिन्छौँ, हामी तेलथुम जानेहरू जहिले पनि छोडिन्छौँ, हामी चैनपुर जानेहरू छोडिन्छौँ। अनि फेरि सल्लाह गर्छ उनीहरूले उसले चढ्नुभन्दा पहिले नै सिट ओगटिहाल भन्छ। मित्रहरू, हामी काङ्ग्रेस पार्टीले हामीले भाषण गर्नु दिएन, एमाले भाषण गर्नु दिएन भनेर हामी यहाँ लागेको होइन। तपाईँ हाम्रो मनमा एउटा सपना छ, कम्तीमा लिम्बुवानको नेपालको विभिन्न गाउँहरूबाट भर्खरको छोरी चेलीहरू आएर जीवन बाँच्नकै लागि, पेट अगाउनकै लागि यो सहरमा आफ्नो इज्जत बेच्न नपरोस् एउटा सपना छ हाम्रो। ठाउँ ठाउँमा आउँदा भाइहरू मलेसिया खाडीमा जान नपरोस्, लिम्बुवानमै के होस् एउटा सपना छ हाम्रो। हामी सिर्फ लिम्बुवान ल्याउने अनि चुनाव जित्ने अनि फेरि यहाँको मेयर हुने अनि फेरि यहाँको प्रधानमन्त्री हुने अनि फेरि यहाँको मुख्यमन्त्री हुने, यदि हाम्रो लक्ष्य यति नै हो भने यो पार्टीमा नलागे पनि हुन्छ, यो आन्दोलनमा नलागे पनि हुन्छ। मित्रहरू, हामीसँग एउटा सपना छ, हामी नेपाललाई योभन्दा धेरै परसम्म लान चाहन्छौँ। धेरै ठुलो ड्रिम छ हाम्रो। चाइना र भारत केवल यहाँ बाहुन र छेत्रीको कुरा गर्नुहुन्छ। बाहुन हाम्रो शत्रु हुँदै होइन, छेत्री हाम्रो शत्रु हुँदै होइन, थारू हाम्रो शत्रु हुँदै होइन, मधेसी हाम्रो शत्रु हुँदै होइन। हामी त लिम्बुवान त भोलि चाइनासँग कम्पिटिसन गर्न चाहन्छ, लिम्बुवान भोलि भारतसँग कम्पिटिसन गर्न चाहन्छ, हामी लिम्बुवान हामी मलेसियासँग कम्पिटिसन गर्न चाहन्छौँ। त्यो एउटा सपना बोकेर हामी हिँडिरहेका छौँ। तर त्यो सपना बोकेर हिँड्नेहरूलाई यहाँबाट धनकुटामा जाने काङ्ग्रेस र एमालेहरूले जस्ता एकात्मकवादी यथास्थितिवादीहरूले सिट ओगटेकै गर्छ। आज उनीहरू सुन्दरबार हेर्नुहोस्, 40 सालदेखि अहिलेसम्म काङ्ग्रेस र एमालेको कतिजना मान्छेहरू प्रधानमन्त्री भए। के हो त परिवर्तन केही भएको छैन मित्रहरू। यसमा हामी सङ्घीयवादीहरूले यो सिट ओगट्ने प्रवृत्ति, कुर्सी ओगट्ने प्रवृत्ति जो काङ्ग्रेस र एमालेले गरिरहेछ, यसलाई हामी तोड्न चाहन्छौँ, भत्काउन चाहन्छौँ। सिंहदरबारलाई हामी आगो लगाउन चाहन्छौँ, ध्वस्त गर्न चाहन्छौँ। हामी सुशील कोइरालाको प्रधानमन्त्रीको कुर्सीलाई हामी फुटबल खेल्न चाहन्छौँ मित्र, र त्यो अधिकार हामी लिम्बुवानमा ल्याउन चाहन्छौँ, थम्बुवानमा ल्याउन चाहन्छौँ। हामी प्रश्न मित्रहरू, त्यसले गर्दा त्यो हामी यात्रीहरू भने म यहाँलाई राख्न चाहन्छु र काङ्ग्रेस एमालेको साथीहरूलाई, यो सङ्घीयवादीहरू धेरै टाढा जान चाहन्छन्, धेरै लामो यात्रामा हिँड्न चाहन्छन्। के यही हुन्छ त? हामीसँगैको चाइना आज कहाँ पुगिसक्यो? आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ हामीसँगको चाइना, हामीसँगको भारत आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। आज हामी यो हालतमा छौँ। कसले बनायो भन्दा तिनै सिंहदरबारमा जमाएर बस्नेहरूले, 75वटा राजा पालेर बस्ने। को 75वटा राजा भनेको? सिडिओहरू। 75वटा राजा पालेर बस्नेहरूले यो देशलाई यस्तो बनाए। हामी सङ्घीयवादीहरू यसलाई तोडेर, यसलाई चिरेर एउटा नयाँ यात्रामा हामी जान चाहन्छौँ मित्र। म यसरी बुझ्न आग्रह गर्न चाहन्छु। यो सङ्घीयवादीहरूको, यो लिम्बुवानी जनताहरूको यो यात्रालाई बन्दुकले नरोकियोस्। भर्खरै कैलाली टिकापुरमा फरवर्डमा एउटा दुःखद घटना घट्यो। उनीहरूले सुरुमा आएर एसएसपीलाई मार्ने कुरा गरेका थिएनन्। घटना यद्यपि दुःखदायक छ। हामीले बारम्बार भनिरहेछौँ, चाहे एसएसपी मरुन् या कर्नेल या जर्नल जो मरुन्, नेपाली जनता मर्नु हुँदैन। संहिता भनेको त्यो होइन। यहाँ बाहुन र छेत्री, राई र लिम्बू, गुरुङ र मगर, यादव र थारू लड्ने यो संहिताको परिभाषाभित्र पर्दैन। यद्यपि थरूहरूको घटना दुःखदायक छ। तर थरूहरूले के मागेका थिए? गाडी मागेका थिएनन्। त्यो टिकापुर भन्ने एउटा चोकमा आएर यस्तै आमसभा गर्न मात्रै मागेका थिए। अनि उनीहरूले के गरे भन्दा त्यहाँको जीविस जिल्ला विकास समितिको साइनबोर्डमा फरवर्ड राज्य भनेर लेख्दै थिए। गर्दा गोली चार्ज भयो, लाठी चार्ज भयो। यो अन्याय अत्याचार किन हुन्छ? त्यही जुम्लामा कर्णाली राज्य लेख्दा गोली चार्ज भएन, त्यही हुम्लामा कर्णाली राज्य लेख्दा गोली चार्ज भएन। तर
थरुवाटरले एउटा बोर्डमा थरुवाट राज्य लेख्दा गोली चार्ज भयो। म वामदेवजीलाई सुन्न चाहन्छु, थरुवाटरले थरुवाट राज्य लेख्दैमा थरुवाट आइहाल्ने पनि होइन र तपाईँले इटालीमा लिम्बुवानलाई आमसभा गर्न नदिँदैमा, टिकापुरमा थरुवाटलाई आमसभा गर्न नदिँदैमा फेरि लिम्बुवान आउनबाट रोकिने पनि होइन मित्र। यो कुरा प्रष्ट हुनुपर्छ। एउटा आमसभा गर्ने ठाउँको विषयलाई लिएर यत्रो दुर्घटना घट्यो थरुवाटमा हेर्नुहोस् र रातारात सेना परिचालन गरियो। हिजो मात्रै हामी 9वटा पार्टी यहाँ धेरै मिडियामा देख्नुभयो, 9वटा पार्टीका हामी अध्यक्षहरू राष्ट्रपति महोदयलाई भेट्न गयौँ। राष्ट्रपतिले भन्नुभयो मलाई थाहा छैन, भन्नु मलाई थाहा छैन र सेना परिचालन गर्नु त्यसरी मिल्दैन पनि र यो अवैधानिक र असंवैधानिक छ भनेर हामी सबैको अगाडि भन्नुभयो। के हो यस्तो? कहिले राष्ट्रपतिको फोन के पुग्छ? तपाईँले सुन्नुभयो होला, नेपालको राष्ट्रपतिको फोन के पुग्छ कहिले? कहिले राष्ट्रपतिलाई थाहै नदी सेना परिचालन हुन्छ। को छ हो यो देशहरू चलाउने? त्यो भूमिगतहरूलाई पक्रेर इटरीको चोकमा ल्याएर पछाड्नुपर्छ नि। राष्ट्रपति जस्तो एउटा सर्वोच्च निकायलाई गुमराहमा राख्ने हो तिनीहरू नै एकात्मकवादी, भ्रष्टाचारी र यो देशका सबै जातिहरूलाई भाषालाई निमित्यान्न पार्ने एकात्मकवादी भनेको तिनीहरू नै हो, जो राष्ट्रपतिलाई पनि थाहा नदिकन काम गर्छ। अनि तिनै सर्वोच्च अदालत फेरि सेना चलाउनु जायज हो भन्दै फेरि निर्णय सुनाउँछ। सर्वोच्च अदालतलाई एकात्मकवादीहरूको गोठी नबन्द म यहाँबाट चुनौती दिन चाहन्छु मित्रहरू। काङ्ग्रेसलाई डर होला, एमालेको नेतालाई डर होला, मन्त्री हुनु पाउँदिन कि भनेर सर्वोच्चको विरोध गर्न डर होला। तर हामी लिम्बुवानका नेताहरूलाई तिमी सर्वोच्चको विरोध गर्न हाम्रो लागि एउटा केस त तिमी होइन मित्र। तिमीसँग के छ लिनु दिनु हामीले? तिमीले भोलि हामीलाई लिम्बुवान दिने पनि होइन। हामी एउटै कुरासँग मात्रै डराउँछौँ, न आर्मीसँग डराउँछौँ न पुलिससँग डराउँछौँ, कोहीसँग डराउँदैनौँ न, सिर्फ लिम्बुवानी जनतासँग मात्रै डराउँछौँ मित्र, अरू कोहीसँग डराउँछौँ। हामीले लिम्बुवानको मुद्दा छोड्यो भने यो जनताहरूले गाउँ गाउँमा जाँदा राम धुलाइदिन्छन् कि भन्ने मात्रै डर लाग्छ, अरू केही डर लाग्दैन। र हामीलाई लाग्छ लिम्बुवानी जनता बाहेक अरूसँग डराउनुको कुनै आवश्यक पनि छैन मित्र, अरू केही होइन, भ्रम मात्रै हो। हामी जहिले पनि लिम्बुवानी जनतासँग मात्रै डराउनुपर्छ, अरू कोहीसँगको केही काम छैन। म सर्वोच्च अदालतलाई यहाँबाट चुनौती दिन चाहन्छु, तिमीहरूसँग हाम्रो लिनु केही छैन। यसरी काङ्ग्रेस र एमालेको पछि लागेर निर्णयहरू जताभावी गर्दै होइन। सेना परिचालन गर्दा यदि संवैधानिक थियो भने सेनाको परमजी सेनापति भनेर राष्ट्रपतिले किन लेख्यो त संविधानमा? आज पनि राष्ट्रपतिको कार्यालयमा जाँदा त्यहाँ सशस्त्र र पुलिस हुनुपर्ने किन सेनाले गार्ड गर्छ त? त्यसकारणले गर्दा सेना सम्बन्धी सम्पूर्ण जानकारी राष्ट्रपतिलाई हुनुपर्छ मित्रहरू। यो वामदेवले गल्ती गरेका छन् सेना प्रयोग गरेर र त्यसलाई सपोर्ट गरेर सर्वोच्चले अर्को गल्ती गरेका छन्। लिम्बुवानबाट सर्वोच्चलाई हाम्रो चुनौती छ, यसमा सुधार्नुहोस् भन्ने हाम्रो अनुरोध पनि छ मित्र। र सानो एउटा घटना, एउटा नाथे आमसभा गर्ने कुराले लिएर थरुवाटमा त्यत्रो समस्या भयो। म लिम्बुवानका सुरक्षाकर्मी मित्रहरूलाई अनुरोध गर्न चाहन्छु, हामी मिलेरै काम गरेका छौँ। यत्रो मान्छे आएको छन्, तपाईँले आमसभा गर्नु दिएन भने के गर्ने? अनि यी मान्छेहरू चाहिँ त्यत्तिकै हात पुगो पारेर घर जान्छन् त? जाँदैनन् नि। यो एउटा 10,000 मान्छे आएका थिए आमसभा गर्नु नदिँदा त्यत्रो घटना घट्यो मित्रहरू। यद्यपि त्यो घटना दुःखदायक छ। त्यो घटनामा ज्यान गुमाउने चाहे प्रहरी हुन् या चाहे थारू हुन्, हाम्रो पार्टी सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ मित्रहरू। किनभने एउटा नेपालमा कुनै पनि नेपालीहरू मार्न मरिनु यो राम्रो कुरा होइन, हाम्रो त्यो छ। र यस्तै घटना 70मा घट्यो, यस्तै घटना रौतहटमा घटिरहेको छ। 70मा केही बनेको थिएन, हामीले बन्द गरिरह्यौँ। अब एक घन्टा बन्द गर्छौँ अनि तपाईँहरूले चाहिँ गाडी लानुहोस् मात्रै भनेका थिए त्यहाँको जनताले। एसएलआरबाट ब्रस्ट फायर छोडिदियो सशस्त्रले।
ए मधेसी भनेर चाहिँ मलाई गाली गर्दै कहीँ गरियो। मित्रहरू, तपाईँहरू त जागिरै हुनुहुन्छ, सिक्यो के छ, जागिर खान्छ, टक्क पेन्सन भएर के गर्छ, अमेरिकाको पिआर लिएर भागिदिन्छ। धेरै जनरल कर्नेल देखियो, धेरै एसपी डिएसपी देखियो, के गर्ने, जागिर खाने पेन्सन लिएर अमेरिका र बेलायतको नाटा लिन भागिजाने। तर हामी यहीँ बस्नु पर्नेछ। हामीले बारम्बार भन्यौँ, हामीलाई लिम्बूहरूलाई यहाँ दमन गरियो अनि हाम्रो चित्त दुख्यो, तामाङहरूलाई दमन गरियो, गुरुङलाई दमन गरियो, धिमाललाई दमन गरियो अनि हाम्रो चित्त दुख्यो भने हामी भनिरहने मान्छेले फेरि हामीले पनि बाहुनलाई दमन गर्न थाल्यौँ भने, फेरि यादवलाई दमन गर्न थाल्यो भने के त्यो जितिने लडाइँ हो? त्यो कहिले पनि जितिने लडाइँ होइन। यो लडाइँ भनेको सबैले मुक्ति पाउने लडाइँ हो मित्रहरू। त्यसैले गर्दा प्रहरीहरूको बोलीले गर्दा 70मा त्यत्रो घटना घटिसक्यो। राष्ट्रपतिको अगाडि हिजो भेट्न जाँदा एउटा मधेसको नेताले कुर्सी टेबल ठोकेर केसम्म भन्यो भने मधेसमा 1.5 लाखवटा ट्र्याक्टर छन्। राष्ट्रपति महोदय, यो घटना चाहिँ कसरी आयो? जब फरुवाटमा कैलालीमा कर्फ्यू लाग्यो, थारूहरूको घर जल्यो, थारूले चलाएको होटल जल्यो, थारूले चलाएको एफएम जल्यो। ठ्याक्कै 64 सालमा लिम्बुवानमा भए जस्तै लिम्बुवानको कार्यकर्तालाई कर्फ्यू लगाइयो, सानी सानी गोली हानियो, तर अरूको लागि बाटो खुलियो। टिकापुरमा थारूको लागि कर्फ्यू लाग्यो, अरूले चाहिँ घर जलाउने मौका पाए। यस्तो असम्मानजनक कार्य नगरियोस्। त्यति मात्रै होइन, थारूहरूको घर घरमा गएर छोरी चेलीमाथि एउटा अभद्र व्यवहार गरियो, इज्जत लुट्नेसम्म कामहरू गरियो। यो कसरी कल्पना गर्नु सकेको मान्छेले? के एउटा देशको सेना, एउटा देशको प्रहरी अहिले त्यही देशको नागरिकको घरमा गएर छोरी चेलीहरूको इज्जतमाथि खेलवाड गर्छ? यो कसले सोच्न सक्छ? हामीले राष्ट्रपतिलाई भन्यौँ हिजो, हामी सबै सहन सक्छौँ राष्ट्रपति महोदय, तर यस्ता यो छोरी चेलीमाथिको जुन निन्दनीय अपराध छ यसलाई रोक्नु भएन भने यो थरुहरूदेखि लिम्बुवानसम्म आगो लाग्छ, को जलिन्छ त्यसका हेर्दै जानुहोस् भनेर हामी भन्न बाध्य भयौँ। हिजो राष्ट्रपतिमा कुरा राखिराख्दा एकजना मधेसका नेताले के भने, बाध्य छौँ राष्ट्रपति महोदय, 1.5 लाखवटा ट्र्याक्टर छ, अब 1.5 लाखवटा ट्र्याक्टर, प्रत्येक ट्र्याक्टरलाई हामी ट्याङ्क बनाउँछौँ। ट्याङ्क बनाएर एक ट्याङ्क एकजना आर्मी र सशस्त्रसँग अब हामी लड्नु बाहेक अब हामी कि त इन्डियामा शरणार्थी जोड्न जानु पर्यो, लड्नु बाहेक हाम्रो केही उपाय छैन भनेर उनीहरू बोलिरहेका थिए। हेर्नुहोस् त, आज यत्रो पपुलेसन छ, त्यो थारूलाई हियाएर, मधेसीलाई हियाएर, आदिवासीलाई हियाएर होच्याएर, न त क्षेत्री बाहुनलाई होच्याएर, कसैलाई पनि होच्याएर अबको देश उभो लाग्दैन मित्रहरू। यो कुरा सबैजना प्रश्नौँ भन्ने म आग्रह गर्न चाहन्छु। र फरुवादेखि गौर र 70सम्मका घटनाहरूप्रति सङ्घीय लिम्बुवान पार्टी नेपाल खरो र कडा शब्दमा हामी विरोध गर्न चाहन्छौँ। अघि नै हाम्रा नेताहरूले भनिसक्नुभयो, यो देशको प्रधानमन्त्री र गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ भनेर हामी माग गर्न चाहन्छौँ मित्रहरू। अब धेरै मान्छेहरूलाई एउटा नबुझेको कुरा छ, के यो लिम्बुवान के भएको? जबकि आफूलाई 9 जिल्ला लिम्बुवान भन्छ, जबकि थारू र मधेसीले झापा मोरङ सुनसरीलाई लिम्बुवानबाट टुक्राउनु खोज्छ। अनि उनीहरूमाथि नै गोली बर्सिँदा फेरि लिम्बुवानमा चाहिँ आँसु धार्छ। यो के भएको भनेर एउटा धेरै एउटा बुझाइ छ। यसको बारेमा क्लियरली बुझ्न जरुरी छ। आदरणीय खगेन्द्र दादा, यो एउटा निकै एउटा संवेदनशील एउटा बौद्धिक सवाल पनि आएको छ हो। वास्तवमा यो कार्यक्रम आज पहिलो होइन, तपाईँ सम्झिनुहोस्। हामी त्यतिखेर तत्कालीन मञ्चसम्म त सङ्घीय लिम्बुवान हुँदा 33 दलको यहाँ विशाल आमसभा भएको थियो। पछि प्रचण्डजीहरूसँग यहीँ 30 दलको विशाल आमसभा यहीँ भएको थियो जस्तो लाग्छ मलाई। र अहिले हामी यही छौँ। प्रत्येकपल्ट आमसभामा सुनिरहँदा एउटा मधेसी नेता
ले बोल्दा र एउटा लिम्बुवानको नेताले बोल्दा केही कुरा बाँडिन्छ, त्यो हामीलाई थाहा छ। आज झापा बरौँ सुनसरीको बारेमा मधेसको र थलुवारको नेताहरूको भिन्नै एउटा केही आँखा छ। तर हामी लिम्बुवान अघि आदरणीय दाइ खगेन्द्र समरोलाई भन्नुभयो जस्तै लिम्बुवानले कहिले मन सानो गर्नु हुँदैन। लिम्बुवान भनेको खगेन्द्र समरौला, बैरागी काइला, हबी सुवेदीहरू जस्ता विद्वान मान्छेहरू जन्माउने थलो भूमि हो। हामीले ठुलो तरिकाले सोच्नुपर्छ। यद्यपि मधेसी र थलोहरू र लिम्बुवान बिचमा सिमाना सम्बन्धी आफ्नो कुराहरू चलि नै रहेको छ, यसमा हामीले ऐतिहासिक पृष्ठभूमिको आधारमा टेबलमा बस्नुपर्छ। हामी सबैले चित्त बुझाउन सक्छौँ भनेर लिम्बुवान तयारी भएर बसेको छ। जस्तोले जे मान्छ, जस्तो सुकै प्रमाण र कागजहरू मान्छ, लिम्बुवान चाहिँ हामीले त्यो गरेर हामी रेडी भएर बसेका छौँ। तर वातावरण बनिरहेको छैन बस्ने। त्यसैले मित्रहरू, यसमा हामी कन्फ्युज नहौँ। लिम्बुवान भनेको एउटा यस्तो शक्ति हो, भोलि यहाँ हिन्दूको मन्दिर भत्कियो भने पनि त्यसको रक्षाको लागि सबैभन्दा पहिले लिम्बुवान आउँछ। यहाँ क्रिस्चियनको चर्च कसैले भत्काइयो भने पनि त्यसको रक्षाको लागि लिम्बुवानको कार्यकर्ता सबैभन्दा पहिले आउँछ। हामीले बुझेको लिम्बुवान त्यस्तो हो। यहाँ किराँतहरूको माङ्गिन कसैले भत्कायो भने, मुस्लिमहरूको मस्जिद कसैले भत्कायो भने बरु आफू मर्छ तर त्यसलाई जोगाउँछ। यदि त्यो काम गर्न सक्यो भने त्यो लिम्बुवानको कार्यकर्ता हो, नेता हो। उता भत्किरहँदा यता रमिते भइरह्यो भने त्यो लिम्बुवानको कार्यकर्ता पनि होइन, नेता पनि हुन सक्दैन। त्यसकारणले गर्दा जहीँसुकै अन्याय र अत्याचार पर्यो भने लिम्बुवानले आवाज उठाउनुपर्छ। चाहे मधेसीमाथि होस्, चाहे फारुवाकमाथि होस्, चाहे गाईको दलितहरूमाथि होस्, अन्याय र अत्याचार भयो भने त्यसको विरुद्धमा लिम्बुवानले आवाज उठाउनेछ। अनि त लिम्बुवान हो, अनि त मान्छे यो पार्टीमा आउँछन्। यो भने काङ्ग्रेस जस्तै भयो, यो भने एमाले जस्तो भयो भने को आउँछ? कोही पनि आउँदैन यहाँ मित्रहरू। त्यसैले गर्दा हामीभित्र सिमाना सम्बन्धी केही बहस विवादहरू रहे तापनि थारूहट र मधेसीहरूमाथि परेको अन्याय र अत्याचारको विरुद्धमा लिम्बुवानले सधैँ आवाज उठाउने कुरा म यहाँ जगजाहेर गर्न चाहन्छु मित्रहरू। तर अब म धेरै बोल्दिनँ, धेरै नेताहरूले बोलिसक्नु भएको छ। 9 जिल्ला लिम्बुवान हामीले भनिरहेका छौँ र यसमा म सोचिरहेको छु देशै हल्लाउने ज्ञानेन्द्रलाई ठुल्ठुल बनाउने कलमले आदरणीय दाजु खगेन्द्र समरौलाले के बोल्नुहुन्छ मलाई सुनिरहेको थियो। तर उहाँले यस्तो एउटा सूत्रहरू बोल्नु भएको छ कि लिम्बुवान आन्दोलन किन आज यति शान्त तरिकाले अगाडि बढिरहेको छ भन्दा उहाँले भन्नुभयो दुईटा कुरा। एउटा यो निरन्तर छ, अर्को सबै जात जातिलाई समेट्न सफल भइरहेको छ। हामी पनि सभासद मन्त्री हुँदै सिंहदरबारतिर गएको भए यहाँ मारामार हुन्थ्यो, एकैचोटि लिम्बुवानको कुरा आउँछ। तर 9 जिल्ला लिम्बुवान भन्दा 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 आन्दोलन गर्दा गर्दा सबै जनताहरूले म कता बस्ने भन्ने सबैले दिमाग बनाइसक्नु भएको छ। तपाईँले भन्नु नसक्नु भएको मात्रै हो, तर भित्रभित्र तपाईँ लिम्बुवान भइसक्नु भएको छ दादा हो यो। किनभने लिम्बुवानले 10 वर्षदेखि निरन्तर हामी सत्तामा पनि जान खोजेनौँ, मन्त्रीमा पनि हामी जान खोजेनौँ, डाइरेक्टरमा पनि हामी र्याल चलाएनौँ। आन्दोलन गरेकै हुनाले जनताले होइन अब लिम्बुवानमा यतातिर बस्नुपर्ने रहेछ, यता जानुपर्ने रहेछ भनेर एउटा दिमाग चाहिँ मान्छेले सेट गरिसकेको छ। त्यो भएर कहिले लिम्बुवानको बन्द हुन्छ, कहीँ प्रतिकार पनि हुँदैन, एक खालको समर्थन भइजान्छ। लिम्बुवान जनताले मलाई सोध्छ होइन त्यो लिम्बुवानमा छेत्री बाहुन र तिमीहरूको किन भिडन्त पर्दैन भन्छ क्या। अनि छेत्री बाहुनले नै सहयोग गरिहाल्छ त के गर्नु भन्छु। स्टेज बनाउनु खर्च दिइहाल्छ त। कार्यक्रम हरेकमा छेत्री बाहुन साथीहरू ठेकापट्टावाल छन्, व्यवसायी छन्, सहयोग गर्छन् त के गर्नु। वास्तवमा यो एउटा निरन्तर लिम्बुवान आन्दोलनले सबैको मन जितेको हो। त्यसैले आज लिम्बुवान आन्दोलन शान्तिपूर्ण रहेको खगेन्द्र दाइले छप्प यसमा पक्रिनु भयो, उहाँलाई धन्यवाद छ मित्रहरू। र म साझा समावेशी लिम्बुवान हुनेछ। यहाँ याम्फूले माथि सङ्घसभाको माथिल्लो बेन्चमा अरुण थरको सिरानमा बस्ने याम्फूले, सिंसाले, तल बस्ने हिमालले, यादवले,
इटलीमा बस्ने छेत्रीले, विराटचोकमा बस्ने बाहुनले, गोठाउँमा बस्ने बाहुनले सबैले आफ्नो अस्तित्व भेट्ने ठाउँ नै भोलिको लिम्बुवान हुनेछ मित्र। यो साझा हुनेछ, कुनै एउटा जाति पनि यस्तो हुने छैन लिम्बुवानमा म किन बसेछु भन्ने एउटा जाति पनि त्यो हुने छैन। साझा समृद्ध लिम्बुवान हुनेछ भन्ने कुरा म यहाँलाई राख्न चाहन्छु मित्रहरू। र म फेरि यहाँलाई दोहोऱ्याउन चाहन्छु, जस्तो मधेसमा लिम्बुवानले भोलि राखे जुलुस खतरा, एकदमै लिम्बुवानको आन्दोलन मानवर अर्को थरुवट हुन्छ कि भन्ने लाग्छ मान्छेलाई। त्यसो नहुन पनि सक्छ, त्यो हुनु हुँदैन। किन त्यो लडाइदिन्छु होइन। त्यसै गरेर फेरि लिम्बुवानको सङ्घीय आन्दोलन अरू ठाउँको जस्तै हिंसात्मक र मारामार हुनुपर्छ भन्ने छैन। यहाँ आउने अनि यहाँ पुलिससँग लडाइँ गर्नु पाइएन भने यस्ता लिम्बुवानको नेता लडाइँ गर्दै दिएन यार भनेर रिसिएर जानु पनि हुँदैन। शान्तिमा जित हुन्छ मित्र, सबैभन्दा बढी शान्तिमा जित हुन्छ। आज हामीले के कार्यक्रम सफल बनायौँ, यो नै हाम्रो जित हो। हजारौँ मेसिनगनभन्दाले पड्केको लडाइँभन्दा आज हामीले धेरै ठुलो लडाइँ गरेर हामी गयौँ मित्र। सबैलाई लाग्यो आज होइन यो लिम्बुवानप्रति त सबैको सपोर्ट बढ्दै गयो त, अब घोषणै हुँदै हो कि के हो इटलीबाटै भन्ने मान्छेलाई लाग्दै गयो। र शान्तिमा शक्ति हुन्छ मित्रहरू। र म फेरि यहाँलाई दोहोऱ्याउन चाहन्छु, यो लिम्बुवानको आन्दोलन अरू ठाउँको जस्तै हिंसात्मक हुन्छ भन्ने छैन र त्यो हुनु हुँदैन भन्ने म यहाँलाई कुरा राख्न चाहन्छु मित्र। र अघि आदरणीय खगेन्द्र दाइले भन्नुभएको एउटा कुरा, हाम्रो बाटो लामो र कठिन छ भन्नुभयो नि उहाँले। यो चाहिँ आज उहाँ पहिलोपल्ट यहाँ हाम्रो कार्यक्रममा आउनुभएको, हामीलाई कति साह्रो बुझ्नुभयो त भित्रैबाट छ्याप्पै। त्यो चाहिँ के हो भन्दा उहाँले बुझ्नुभयो पक्कै पनि यो पार्टीको लक्ष्य 9 जिल्ला लिम्बुवान प्राप्त गर्ने अनि त्यहाँ मन्त्री र मुख्यमन्त्री हुने मात्रै त होइन होला। यसले धेरै लामो लडाइँ लड्नु छ मित्र। प्रत्येक युवालाई जागिर दिनु छ, युवतीलाई जागिर दिनु छ, के गर्नु छ मित्र। त्यसैले हाम्रो बाटो धेरै लामो छ भन्नुभएको मित्रहरू। यो कुरालाई मनन गरौँ। र अलिकति म यो धर्मनिरपेक्षताको बारेमा सबै साथीहरूले बोलिसक्नु भएको छ, म अलिकति दोहोऱ्याउँ यसमा थोरै। अन्तरिम संविधान भन्दा पछि नहटौँ। कङ्ग्रेस र एमालेको आदरणीय नेताहरूलाई, बाबु समानको नेताहरू हुनुहुन्छ, म सम्मानको साथ उहाँलाई लिम्बुवानको तर्फबाट आग्रह गर्न चाहन्छु। किनभने अब लिम्बुवान पनि यो देशको शक्ति हो। संघीयता, धर्मनिरपेक्षता हरेक कुरामा लिम्बुवानले के भन्छ, राष्ट्रिय राजनीतिकै जाने हो मित्र। लिम्बुवानले अर्को थापिदिने हो भने यो संविधान पनि आउँदैन, केही पनि आउँदैन। त्यसैले गर्दा म उहाँलाई एकदमै हामी पनि जिम्मेवार हो, तपाईँहरू पनि जिम्मेवार भएर अनुरोध गर्न चाहन्छु, धर्मनिरपेक्षताको बारेमा दायाँ बायाँ नगरौँ। अन्तरिम संविधानमा जो चिज भयो त्यही हुनेछ। धर्मनिरपेक्षता जो पास भयो त्यसलाई हामी पास गरेको छ। र भोलि लिम्बुवानमा के हुन्छ भन्ने जिज्ञासा आएको छ। मैले अघि नै भने भोलिको धर्मनिरपेक्ष लिम्बुवान हुनेछ। हाम्रा लिम्बुवानी नेता कार्यकर्ता, हाम्रो लिम्बुवान भोलिन्टियर्सहरूले यदि कसैले हिन्दूको मन्दिरमाथि औँला ठडाउने काम गर्यो भने, क्रिस्चियनको चर्चमाथि यहाँ लिम्बुवानमा है औँला ठडाउने काम गर्यो भने, किराँतको माङ्गिम, मुस्लिमको मस्जिद, बुद्धिस्टको गुम्बा माथि कसैले औँला ठडाउने काम गर्यो भने त्यो सबै धर्म र सबै धार्मिक स्थलहरूको रक्षा गर्ने सङ्घीय लिम्बुवान पार्टी नेपालको काम कर्तव्य हुनेछ मित्र। यदि त्यो सबैको रक्षा गर्न सकेन भने यो सङ्घीय लिम्बुवान पार्टी नेपाललाई विघटन गरिदिए हुन्छ। यसो कुनै काम छैन मित्र। त्यसैले मैले यहाँलाई भन्न खोजेको धर्मको बारेमा सम्पूर्ण धर्मनिरपेक्षतावादीहरू र सबै धर्मका साथीहरू सङ्घीय लिम्बुवान पार्टी नेपाललाई विश्वास गर्नु, यसका नीति कार्यक्रमहरूमा गोलबद्ध हुन म हार्दिक आग्रह गर्न चाहन्छु। यो पार्टी सङ्घीय हो, यो पार्टी गणतान्त्रिक हो, यो पार्टी समानुपातिक समावेशी पार्टी हो, यो पार्टी धर्मनिरपेक्षतावादी पार्टी हो, 9 जिल्ला लिम्बुवानवादी पार्टी हो र सबै जात जाति